ल भिडियोको लाइभ जान्छ अहिले लाइभ होइन पछि युट्युबमा हालिन्छ ल राम्रोसँग खेल्नु छ लाइभ गइरहेछ उठपटाङ खेल्नु लाइभ होइन लाइभ होइन लाइट गइरह तुला सर छुत्रेको कक पनि ए तुला सर के भन्नु खबाङ्गी ल्याउनु जानु खबाङ्गी यार बाइक लिएर जानु न बाइक फोन उठाएर उठाएन फोन त लाग्दैन तपाईँको बाइक बेच्नु नि र बेच्दैन खाएर जान्छु अर्को किन्न पर्छ मलाई फेरि कुरो आएको थियो त शैशवको बाइक बिक्री होइन मैले रिगे साहबलाई यसो मजा गरेँ रिगे साहब सधैँ हिँड्दै घरबाट आम्दानी गर्छन् त्यही भएर किन्नु न एउटा सिक्नु बाइक मेरो बेच्छु ल्याउनुहोस् भन्नु भनेको थिएँ मलाई सोधेको थिएँ एकजनाले शैशवको बाइक कस्तो छ है बेच्ने मेरो भन्थे कस्तो छ त मलाई के थाहा गाडी अब किन्नेलाई म होइन अब जाँद्रे म उयो छैन होइन अब ह्यान्ड चलाउँदा मजाले चल्या छ अब एक हाते बाइक हो अनि बाइक त केही भएको छैन म त खासै हिँड्दै हिँड्दैन त्यही त मैले त्यही भएर एक हाते बाइक हो अब ह्यान्ड चल्दा चल्या छ अब कस्तो छ के छ त मलाई थाहा छैन गाडी भयो मैले के भन्नु त होइन होइन माथि लाल गरिदिनु बेच्दैन केही भएको छैन बाइक म चल्छ अझै 5-6 वर्ष अझै म खासै हिँड्दैन कहाँ हिँड्नु सर मलाई यार त्यही साथै राख्ने मात्र खालि करतिर चाहिँ पैसा छु यार अब यताउति त अफिसको पो हुन्छ अफिसको हुन्छ अलिक घर जाने आउने बेला हो कि अब त बाइक पनि उ भनेको छ नि भाडाको भनेको छ कि होइन पठा छ नि अहिले जुन इनड्राइभ पठा गर्छ नि त्यसलाई चाहिँ कालो प्लेटमा गर्ने अरे कि अब हो र बाइक पनि त्यो फेरि समस्या हुन्छ कि जस्तो पठा गर्ने मात्रै काम भयो अरू बेला होइन फ्यामिलीहरू बच्चाबच्ची लिएर कोही घर जानु गर्न त्यो त उ हुने भयो त पर्मिटै हुने भयो त अनि पर्मिटै हो काठमाडौँ भ्यालीमा त भन्यो भने भ्यालीमा त राख्नुपर्ने भयो त्यो अब प्युठान आउनु पाएन जानु पाएन अनि कालो प्लेट त्यही त हो त्यही त भनेको नि त्यसमा त नियम छुट्टीहरू हुने कुरो भएन तर कर त उठ्छ त्यसलाई होइन पठाएको गज काठमाडौँमा आएर पठाएको त कर त उ रातो प्लेट पनि त उठ्यो होइन रातो त्यो छुट्टी छ पहिला एक्स्ट्रा छुट्टी हुन्छ नि त जस्तो भाडाको गाडी र प्राइभेट गाडी हेर्नु कस्तो छ कालो प्लेट गर्ने हो स्या स्या गरिरहनु भएको छ सल्यानी एक्सप्रेस हो कि बुढो सल्यानी कहाँ गयो अर्को सल्यानी अर्को सल्लाह त हरायो भने उता बुढी खोज्न लाग्यो जस्तो लाग्छ मलाई तपाईँ जानु त 4 मिनेटमा हो हो हजुर जानु त 4 मिनेटमा उहाँको अब यति छ नि त अनि गाडी जानुहुन्छ उहाँ यति बन्नु नछ उहाँको यति हो कि रमेश सरको त कोही नभएर गएको हुनु बुढो त्यो भनेर सब यार केही अनुसन्धान नगरिकन त होइन हो क्या यो टोली गेममा अलिकति मजा आएन अहिले है अघि नै जस्तो भएको छैन यार हेर त हानेको बिरुवाले जस्तो आयो उस्तै हो फेरि जस्तो आयो उस्तै हो फेरि हान्ने रातभरि राति हेर्नु न एउटा तपाईँको आँखा राति धेरै अन्डो बस्यो भने रातो हुनुहुन्छ क्या हेर्नु मैले हेर्छु 10:30-11 त बज्छ मेरो पनि जहिले पनि बेलुका 10:30 11 त बज्दैन 3 बाट 6 7 त बज्छ फेरि बिहानको बिहान 3 बाट बिहान फेरि म उठ्दा सर्कुँदैन यार 5:30-6 बजे बल्ल आँखा खुल्छ मेरो त फेरि अलार्म लगाएको छु 5:30 बजे अलार्म लगाएर अनि सुन्छु न्युज सुन्छु एकछिन युट्युबमा न्युजहरू सुन्छु कन्ट्रोसले किन आयो कन्ट्रोस तिनी आउँथ्यो होला फोन लगायो अब खै तर हावा छैन मिठो गेम हुन्छ क्या ल्याएर आउँछ भन्नुहुन्छ त्यो अनि मैले होइन तुलानी भन्नुहुन्थ्यो मैले ल्याउँछु भन्नुहुन्थ्यो फेरि यति बोल्दैन पऱ्यो निद्रा बोलेर यार त्यसो कोठाभित्र फोनै लगाइदिन्छ कि खै के हो के तिमीको यार रसी लाएर भन्न पर्यो टोली अब नो फाइनल जाने भयो टोली नो फाइनल गयो कि अब ल
वन कार्यालयले जित्ने जस्तो मैले छानकाट देखाएको छु उनीहरु हो नि जान्छ यत्रो अग्लो फालेर वन कार्यालय